हजुर पहिला पुरानो बिचुम थियो हजुर हजुर अनि अहिले नयाँ बिचुम बन्यो अनि दाजु तपाईँ कहाँदेखि आइपुग्नु भयो त यो ठाउँमा नि म अब हेर नेपाली मान्छे हजुर परदेशी हजुर अब ढुन्डा फिर्दा यहाँ पुगिहालेछ अनि हजुरको नेपालमा कुन ठाउँ त अनि भनिदिनुहोस् न हजुर नेपालमा हाम्रो चिकन पर्छ चितवन पर्छ हजुर हजुर अनि हजुर दाजु यहाँ के काम गर्नु हुनुहुन्छ त अनि अब म यतै अब मुसाफिर हामी हजुर यताउता ज्याला मजदुरी गर्छन् हजुर अब हामी नेपाली भन्यो भने हजुर आरा काट्दै हिँड्छ हजुर यहाँबाट अब ड्राइभर हुन्छ कोही हजुर अब म भने यस्तै मिस्त्री काम गर्दै हिँड्छु अनि हजुरले यहाँ बिहे गर्नुभयो कि फ्यामिली उहाँ नेपालमै हुनुहुन्छ होइन होइन म बिहे गरेको छैन हजुर म अब बिहे गर्दिनँ हजुर मेरो धेरै उमेर छ अब हजुर दर्शकलाई म यहाँको भ्यू देखाउन चाहन्छु यो खोला चाहिँ हाम्रो हिमालदेखि बगिरहेको खोला हो हामीसँगै एउटा दाजु हुनुहुन्छ जो नेपालदेखि आउनुभएको यहाँ बस्नुहुन्छ अनि उदाहीले हामीलाई यहाँ अगाडि एउटा ठाउँ छ बिचुम भन्ने ठाउँ उहाँ लिएर जानुहुँदैछ आज हामी वहीँ बस्छु अनि उहाँ हेरौँ होटल सोटल भेट्यो भने वहीँ बसौँ अनि दाजु हजुरको नाम चाहिँ भनिदिनुहोस् न हाम्रो दर्शकहरूले सुन्न चाहनुहुन्छ हजुरको नाम चाहिँ मेरो नाम हजुर शिव राणा मगर शिव राणा मगर हजुर अच्छा 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 त अनि फ्यामिलीमा को हुनुहुन्छ मेरो फ्यामिलीमा सबै छन् आमा बुवा दाजुभाइ दिदी बहिनी भेना हजुर हजुर अच्छा त फ्यामिली सबै यहाँ हुनुहुन्छ न नेपालमा पनि हुनुहुन्छ नेपालमा छन् हजुर म चाहिँ भने यहाँ कामको सिलसिलामा आएको हजुर अन्त यहाँको दर्शक हेर्नु यहाँ पर भ्यू कति राम्रो आएको छ हिमालको खोलाको दुईजना मिलेर कति सुहाएको यो ठाउँ बस्नु होइन हेर्नु हाम्रो यो हाम्रो अरुणाचलको बहुत ही अननोन ठाउँ हो मान्छेले कति प्राय थाहा छैन यो ठाउँको बारेमा त म दर्शकहरूलाई देखाउन चाहन्छु यहाँ यस्तो ठाउँ राम्रो छ जो दर्शकहरूले एकबार आएर जरुर हेर्नु होला म आइपुगेको छु यो ठाउँ सो हामी यो ठाउँको भिडियो सुट गरेर तपाईँ हजुरहरूलाई देखाउन चाहनुहुन्छ कि अरुणाचलमा भी बहुत सारा ठाउँ छ जो हामीलाई असाध्यै अज्ञात छ सो हेर्नुहोस् हामी पुग्नु लागेको छन् दाजु अझै कति टाढो छ यहाँदेखि पुग्ने हामी अब यो 22 कदमको पाइला हो हजुर त्यहाँबाट हामीले गाउँ देखिन्छ हजुर अब त्यो गाउँमा अब यताउता हेर्नुपर्छ हजुर अनि त्यहीँतिर बासुन्छ ओ अच्छा अच्छा ल ल हुन्छ हजुर त साथी हो अहिले म अलिकति ब्रेक दिन्छु हामी बिसार्नै लागेको छ ठाउँमा यो हामी आइपुगे ठाउँ यो के नाम हो दाजु यो बिचुमको भनिदिनुहोस् यो बिचुमको नाम न्यू बिचुम हो हजुर पहिला यो तल थियो हजुर यता हाम्रो त्यहाँ उता पहाड देखिरहेछ हजुर त्यहाँ हाम्रो ड्याम प्रोजेक्ट चल्दैछ निर्कोको हजुर ड्याम बनेको बाँध बाँधेको छ त्यहाँ हजुर बाँध बाँधेर अहिले यो उतापट्टि अझै एउटा खोला छ हजुर नाफ्रा हजुर यता यो नाफ्रा खोला यता यो धिराङबडाको खोला हजुर दुईटैको बिचमा ड्याम बाँधेको भएको कारणले हजुर त्यो पुरानो बिचुमलाई हजुर नेपकोले यता नयाँ बिचुम सिफ्ट गरिदिएको त्यो जति पनि घरहरू छन् सबै हजुर नेपकोद्वारै बनाइदिएको हजुर यहाँको पब्लिकलाई हजुर हजुर यहाँ बस्नुहुन्छ यो ठाउँमा म यहाँ बस्छु घर अलिक अगाडि छ हजुर अनि उति अघि जाने चेलीहरूलाई चिन्नुहुन्छ यहीँको चेलीहरू हुन् हजुर आज यस्तो खेलकुदको उनीहरूको प्रतियोगिता थियो हजुर त्यसैले उनीहरू भाग लिनु गएको हजुर हामी दर्शक हामी दाजुको पछि पछि जानुहुँदैछ दाजुले यहाँको ठाउँ राम्रो गरी जान्नुहुन्छ त हामी दाजुलाई सोध्नुहुन्छु यहाँ कि होटल कहाँ पाइन्छ त दाजु अनि यहाँदेखि कति कहाँ बजार कहाँ पर्छ दाजु यो ठाउँदेखि अब एउटा यो बाटो कहाँ जान्छ नि दाजु यो बाटो यता तपाईँको नाफ्रा निक्लिन्छ हजुर नाफ्रा बमदुला हुँदै तपाईँ कहीँ पनि जान सक्नुहुन्छ हजुर अनि अब यो यो अब यो एरिया भनेको भने हजुर यो अलिक दुर्गम क्षेत्र हो हजुर तर यहाँ साफ सुथरा एकदमै क्लिन छ हजुर यता फोहोर कहीँ फ्याँकेको छैन हजुर तर यो अलिक दुर्गम हुनु कारण यहाँ ठुल्ठुलो होटल पनि छैन सानोतिनो दोकानहरू छन् हजुर जो आफ्नो घरमा पाइन्छ हजुर यो ठाउँ त निकै रमाइलो रहेछ दाजु साफ सुथरा कति बस्नुहुन्छ यहाँ हेर्नु गाई बछडाहरू गाईको यी गाई चर्दै हुनुहुन्छ यहाँ
घाँस खाँदैछन् गाई। हाम्रो प्यारो डगी यो हाम्रो कुकुर हो। दर्शकहरूमा देखाउन चाहनुहुन्छ यहाँ हामी आइपुग्यो बस्तीको माझमा। हामी अझै अघि जाँदैछौँ। दाजुले भन्नुभएको छ होटेल अघि छ, सो हामी त्यहीँ जाँदैछौँ। हजुर, सो हामी आइपुग्यो माझमा। यो हाम्रो अगाडि यहाँ दाजु हाम्रो घर अझै छ मेरो गेस्ट हाउस। दाजु अनि यो ठाउँको बारेमा अलिकति हाम्रो दर्शकहरूलाई बताउनु न। यो ठाउँ कहिले बनेको, यो ठाउँमा यहाँ कुन जातिहरू बस्नुहुन्छ? यहाँमा बुगुन ट्राइब भनेर छ। हजुर, यहाँको बासिन्दा हो। हजुर, यो बुगुन जातिको आफ्नै भाषा छ। हजुर, तर यहाँको बुगुन जातिको धर्म भनेको चाहिँ हजुर, विभिन्न प्रकारका छन्। हजुर, कोही अहिले हाम्रो क्रिस्चियनमा गएको छन्, हजुर, कोही अहिले बुद्धिस्टमा छ, हजुर, कोही हिन्दूमा छ, हजुर, कोही यहीँको हजुर, राम्रो हजुर, मतलब आफ्नै जस्तो कि पहाड, हजुर, खोला, ढुङ्गालाई मान्दछ। सो यो हाम्रो तिननाली आइपुग्नुभयो दर्शकहरू। यो हाम्रो यही बिच यो कतै जाने होइन, हजुर, बिचमा एक आपसलाई जोड्ने हो। हजुर। सो म दर्शकहरूलाई देखाउन चाहनुहुन्छ यहाँ तिननाली हो बाटो। हजुर, यो गाडी चाहिँ हाम्रो यहाँ ठाउँकै लोकल मार्ने गाडी हो। हामी अघि बढ्दैछौँ। सो हेर्नुहोस् दर्शक, यहाँको जो बासिन्दाहरू कति राम्रोले बस्नु भएको छ। ठाउँ हेर्नु, यहाँ कति राम्रो मान्छेहरू यहाँ कति राम्रोले खेतीबारी गरेर बस्नुभएको छ। सो हामी लगभग 5-2 सेकेन्डमा हामी पुग्नुहुन्छ। दाजुको घर यहीँ भन्नुभएको छ, यहीँ बस्नुहुन्छ अरे। त हामी सिधा अहिले दाजुको घर जानु हुँदैछ। यहाँ अगाडि बस दाजुले भन्नुभएको छ अभी हामी जस्ट 2-4 कदममा हामी पुग्नुहुन्छ अरे। सो हामी त्यहीँ जाँदैछौँ। सो दर्शकहरू हेर्नु होला। दर्शकहरूलाई म यहाँ पर देखाउन चाहनुहुन्छ। यहाँ पर हेर्नु, यो हाम्रो सनसेट यहाँ पर भइसकेको छ। म यो दर्शकहरूलाई यो भ्यू चाहिँ म देखाउन चाहन्छु। हेर्नुहोस् कति रमाइलो ठाउँ, हेर्दा पनि बसौँ लाग्ने ठाउँ छन्। सो हामी लगभग पुगिसक्यौँ। सो यो दाजुको घर हो। दाजु अनि यहाँ फ्यामिली हुनुहुन्छ कि सिङ्गल बस्नुहुन्छ यहाँ भनिदिनु होला। यो तपाईँको निवास हुनुहुन्छ यो? सो हामी आइपुग्यौँ दाजुको घर। सो दाजु यहाँ पर खोल्नु हुँदैछ। सो हामी एकछिन ब्रेक लियौँ है दर्शकहरू। सो दर्शकहरू हामी यहीँ पे विश्राम गरौँ होला। अब दाजु भी विश्राम गर्नुहुन्छ। सो दर्शकहरू बाई बाई। और हेर्दै गर्नु होला और लाइक गरिदिनु होला मेरो भिडियोलाई। लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। सो अहिलेको लागि टाटा बाई बाई।